ओकाचीमाची भन्ने ठाउँमा तपाईँहरूले यो ठाउँ मैले पहिला नि हल्का देखाएको यो ठाउँ त होइन, नजिकै उएनो पार्क भन्ने ठाउँको भ्लग हेर्नुभयो होला तपाईँहरूले, कसले हेर्नुभयो। उएनो र ओकाचीमाची चाहिँ तपाईँको हिँड्दै 5 मिनटको डिस्टेन्समा लगभग एउटै स्टेसन हो भन्दा नि भयो। यहाँ चाहिँ यामानोते लाइन भन्ने ठाउँ भन्ने ट्रेन आउँछ। आज चाहिँ हामी यहाँ के छ ओकाचीमाचीमा कपडाहरूको आउटलेटदेखि ल्याएर रेस्टुरेन्टदेखि ल्याएर सबै कुरा एक्सप्लोर गर्नेछौँ। एकै नजिक त्यहाँ केएफसी भयो, यो यहाँ योमोदा सोबा, तपाईँको यहाँ गिफ्टहरूको लागि ओमियागे किन्नको लागि। अनि यहाँ चाहिँ कपडाहरूको आउटलेटदेखि ल्याएर कफी सप अनि डोङ्की होते सबै कुराहरू छ। यहाँ चाहिँ एकदम ठुलो जियु र युनिक्लोको आउटलेट पनि छ। म भएको चाहिँ यहाँ जियु र युनिक्लोको आउटलेटको तल हो। अनि पार्कको सिनेमा हलदेखि ल्याएर तपाईँको सबै कुरा लगभग सबै कुरा पाइन्छ यहाँ जापानमा भएको। यो पनि एकदम त्यो सिन्जुकु शिबुया जस्तै खालको ठाउँ हो। सेम एउटै त होइन, फरक फरक ठाउँ हुनलाई, तर एउटै जस्तै हो। यो चाहिँ भर्खर म निस्केको स्टेसन भइहाल्यो, ओकाचीमाची स्टेसन भन्ने। यहाँ हेर्नु, यहाँ यो ठाउँको हाम्रो स्पेसालिटी यो पार्कको यो या भन्ने भयो। उतापट्टि हाम्रो के भन्छ त्यसलाई, सिनेमा हलहरूदेखि ल्याएर सबै कुरा छ यहाँ, हरेक कुरा छ। यहाँ चाहिँ गिटारहरूदेखि ल्याएर तपाईँको यो ब्रान्ड कलेट भन्ने कपडाको पसल हो। अब हामी जाने भनेको चाहिँ यो भित्र, यो रातो अक्षरमा लेखेको छ नि आमेयोको भनेर, यही ठाउँमा जाने हो अब हामी एक्सप्लोर गर्नको लागि। त्यहाँभित्र चाहिँ तपाईँको सुटकेसहरूदेखि ल्याएर कपडा, खानेकुराहरू, त्यो भियतनामिजहरूको के अरे मासु पसलदेखि ल्याएर कपडादेखि ल्याएर हरेक कुराको आउटलेटहरूदेखि ल्याएर सबै कुरा छ। गाडी नि यहाँ खतरा पोर्से सोर्से दामी खालको गाडी, धनी बस्ने खालको ठाउँ हो मलाई यो यसको नजिकै उएन भन्ने ठाउँमा चाहिँ हामी आएको थियौँ। तर ओकाचीमाचीको यो आउटलेटमा चाहिँ हामी आएको थिएन अहिलेसम्म। तपाईँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, एकदमै खतरा छ यो ठाउँ। तपाईँको यहाँ छिर्ने बित्तिकैदेखि ल्याएर हेर्नु, यहाँ यता साइडमा यहाँ यो टोपीदेखि ल्याएर तपाईँको नाइकको जुत्ता, एडिडासको जुत्ता, हरेक कुराको जुत्तादेखि ल्याएर हरेक यहाँ अझ बाहिरको भन्दा सस्तो नि एडिडासको जुत्ता 4250। यहाँ चाहिँ धेरै जस्तो लगभग कपडाहरू चाहिँ ओरिजिनल नै हुन्छ जापानमा चाहिँ। यो पुमाको जुत्ता यसलाई 3400। एक कुरा अमेजनबाट मगाउनु पऱ्यो भने तपाईँको 10,000 जति लाग्छ। यहाँ चाहिँ हरेक कुरा छ। यो डोङ्की होते भन्ने, यो डोङ्की भनेको चाहिँ तपाईँको धेरै जस्तो जापानमा बस्ने धेरै जस्तो नेपालीहरूलाई थाहा होला। डोङ्कीमा चाहिँ एकतालि तपाईँको वाइवाई चाउचाउ पनि राखेको थियो। डोङ्की भनेको चाहिँ चाइनिजको कम्पनी हो। सबै कुरा देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ मैले अघि भनेको जस्तैदेखि ल्याएर तपाईँको काजु बदामहरू, कपडाहरू, यहाँ यता फ्रेस फलफुलहरू, अगाडिमा खराओकेहरू, यहाँ यत्रो धेरै लाइन बसेको छ नि यहाँ। थाको खानको लागि यहाँ तपाईँको सबै कुराहरू छ। हरेक कुराको आउटलेट छ यहाँ। 80% अफ भनेर लेखिरहेको छ यहाँ। एडिडासको झोलादेखि ल्याएर यो गर्मीमा लगाउनको लागि कपडाहरू, अनि यहाँ यो जुत्ताको यो जुत्ता पनि राम्रो खालको हरेक खालको जुत्ताहरूदेखि ल्याएर सबै कुरा छ यहाँ तपाईँको। तपाईँले चाहिने कुरा यहाँ नभएको कुरा लगभग केही पनि नहोला। यहाँ चाहिँ हाम्रो एकदम धेरै विदेशीहरू पनि छ यहाँ। जापानिजहरूको लागिदेखि ल्याएर यहाँ फ्रेस यता स्ट्रबेरी राखेको छ।
फलफुलदेखि ल्याएर मोबाइलहरूको पसलदेखि ल्याएर कस्मेटिक दामी दामी खालको ज्याकेटहरू एबिसी मार्ट भन्ने चाहिँ तपाईँहरूलाई थाहा नै होला जापान बस्ने मान्छेहरूलाई चाहिँ नेपालमा स्नेकर डङ्क भने जस्तै त्यहाँ जुत्ताको ठुलो आउटलेट हो यहाँ चाहिँ नाइक जोर्डन एडिडास न्यू ब्यालेन्स के छ सबै कुराहरू छ नि यहाँ यी प्राइजहरू पनि राखिरहेको छ यहाँ लेभिसको यहाँ यी आउटलेट लेभिसको चाहिँ जिन्सहरू अनि ज्याकेट के अरे जिन्सको ज्याकेटहरू यहाँ यी यो चाहिँ हाम्रो पाचिनको भयो अस्ति मैले देखाएको थिएँ अघिल्लो भ्लगमा यहाँ माथि ट्रेन स्टेसन छ ट्रेन हिँडिराख्ने कुराहरू छ फ्रेस तरकारीदेखि ल्याएर दामी दामी खालको कपडादेखि ल्याएर एडिडास नाइक भ्यान्स अनि मासु पसल बुटहरू जुत्ताहरू झोलाहरू अनि स्ट्रिट फुड त अब यस्तो ठाउँमा नभनेको कुरै भएन ड्रग स्टोर जस्तै हो त्यो यहाँ चाहिँ तपाईँले खोजेको सामान जति सबै पाउन सक्छ यहाँ चाहिँ यो स्ट्रिट फुड यसलाई याकितोरीहरू भन्छ यहाँ सुसीमाको अन्डा फ्राई यहाँ आउटलेट माछाहरू फ्रेस माछाहरू यहाँ यो चिकनहरू खै के कहिले अहिलेसम्म नदिएको मासु ब्राउनहरू यताउति सब कुरा यो हाम्रो अर्को स्ट्रिट फुड भयो यो हाम्रो अर्को स्ट्रिट फुड भयो यो हाम्रो अर्को स्ट्रिट फुड भयो यति धेरै बिजी ठाउँ हुँदा नि तपाईँको हेर्नु न सफा हेर्नु न कसरी मेन्टेन गरेर राखेको छ लगभग यो बाटोमा एउटा नि फोहोर देख्न मिल्दैन यहाँ फोहोर फाल्नै पाइँदैन एकदम स्ट्रिक्ट हुन्छ फोहोर फाल्नको लागि चाहिँ यहाँ यी सालमनहरू माछा यो चाहिँ टुरिस्टहरूको लागि एकदम फेमस प्लेस हो यहाँ आउनको लागि तपाईँहरूले त्यही ट्रेनको मात्र पैसा तिर्नु पर्दैन अरू एक्स्ट्रा पैसा तिर्नु पर्दैन यहाँ चाहिँ अहिले विश्वभरि फेमस भएको टर्किस आइसक्रिम र अनि कबाब बुङ्कुस भन्दैछ एउटा सोल्टीले खै के हो बुङ्कुस भनेको टर्कीको ल्याङ्ग्वेजमा यहाँ चाहिँ फ्रेस भेजिटेबल आयो अब यहाँ यी भेजिटेबल एन्ड फ्रुट्स ठ्याक्क यो हेर्दाखेरि नेपालको होइन बसन्तपुरतिरको याद आउने हल्का जस्तो बाहिर खानु पसल ठेलामा मोमोहरू बेचेको चटपटी खाएको त्यस्तै फिलिङ आउने मजा रमाइलो खालको छ हेर्नु न यहाँ यो मागुरो भनेको चाहिँ माछा मागुरो सेयन भनेको 1000 रुपियाँ एकदम सस्तो हो मागुरोलाई 1000 रुपियाँ यहाँ चाहिँ काममा लाउने खालको काममा लाउनको लागि जुत्ताहरू नि क्या सस्तो हो यार यो आउटलेटमा बेच्ने कारणले अब यो बाहिर ओपन एरियामा बेचेको हुनाले तपाईँको बाहिर गएर किन्न भन्दा सस्तो हुने भयो एकदमै बाहिर अब यही कुरा किन्नको लागि तपाईँले तपाईँको एबिसी मार्टमा जानु भने एडिडास सेम जुत्तालाई 8500 9000 पर्छ त्यो बाहिर त्यो आउटलेटमा नभएर बाहिर त्यो उसमा गल्लीमा किन्दा चाहिँ सस्तो यही हो यहाँ चाहिँ विदेशीदेखि ल्याएर नेपालीहरू चाहिँ खासै मैले देखेको छैन तर यहाँ एकदम टुरिस्टहरू यहाँ जता हेर्दा नि टुरिस्ट हो यहाँ चाहिँ यो टोपीहरू यी चस्मा यो चाहिँ क्याफेहरू पाइने ठाउँ यहाँ यो हेर्नु त मान्छेको भिड यस्तो छ यहाँ बेल्टहरू पाइन्छ त यहाँ बेल्ट सोल्टी नाचिरहेको छ यहाँ यस्तो खानेकुरा अझ अर्को यहाँ हिमाचीको यहाँ एउटा खराबे चाहिँ अहिले एग्यौछु मेन्टेनेन्समा रहेछ
लगातार म यहाँ यही ठाउँमा 7 देखि 8 मिनट हिँडिसक्यो त्यही अझसम्म पुरै मार्केट नै अझसम्म त्यही पनि अहिलेसम्म सकेकै छैन कि ऊ पनि अहिले हामी आमे यो कोचोमा पुगिसक्यौँ अघि नै मैले देखाएको छु इन्ट्रीमा हो अब चाहिँ हामी एक्जिट गर्ने बेला भइसक्यो यहाँ चाहिँ खतरा खालको सबै कुरा देख्नुभयो तपाईँहरूले अब यहाँ अगाडि चाहिँ तपाईँको अस्ति नै मैले तपाईँहरूलाई देखाएको ओएनो पार्क भन्ने छ ओएनो पार्क त अस्ति हामी गइसक्यौँ होइन ओएनो स्टेसन त्यहाँ देख्नुभयो होला तपाईँहरूले हेर्नु त जुम गरेर ओएनो स्टेसन देखिसक्यो मैले अघि भनेको जस्तै ओएनो र ओकाचिमाची भनेको चाहिँ नजिकै हो यो माथि हिँडेको ट्रेन चाहिँ केहिनको सेम भन्ने यो चाहिँ ओमिया अनि आकियाबारा अनि पुरी सिलिगुडीतिर जान्छ यहाँ मान्छेको यहाँ कुरै नगर्दा हुन्छ यहाँ जुमै गरेर देखाउँछ नि यहाँ मान्छेको कुरा नगरौँ यहाँ कतिजना मान्छे छन् भनेर यो ठाउँ चाहिँ एकदम खतरा खालको दामी राम्रो अनि तपाईँको टक्क बजेटमा हरेक कुरा पाइने ठाउँ यहाँ फ्रेस तरकारीदेखि ल्याएर यो चाहिँ योदोबासी क्यामेरा आइसक्यो वेनोको योदोबासी क्यामेरा भनेको तपाईँको आइफोनको लागि एयरपोर्टको लागि फोनको लागि हो त्यो अब जसको लागि पनि कि हरेक कुराको लागि भनौँ न यसको उसको भन्ने कुरा भएन सबैको लागि त्यहाँ हामीले रुखहरू देखेको त्यो चाहिँ वेनो पार्क भन्ने हो यहाँ चाहिँ तपाईँको अहिले कुन महिना हो अहिले जापान अहिले इङ्ग्लिस स्टेटमा भन्दाखेरि अहिले मार्च भयो अहिले मार्चको 6 हो आज मार्चको 10 देखि 12 देखि चाहिँ तपाईँको चेरी ब्लसम साकुरा खतरा भयङ्कर राम्रो जापानमा सबैभन्दा राम्रो खालको राम्रो साकुरा हुने भनेको चाहिँ यही वेनोमा हो वेनो कोएन भन्ने ठाउँमा चाहिँ तपाईँको जापानको सबैभन्दा खतरा खालको सबैभन्दा राम्रो के भन्छ त्यसलाई सबैभन्दा राम्रो चेरी ब्लसम्स पाइने ठाउँ हो तपाईँहरूलाई के कस्तो लाग्यो यो त हामीले यो आमेया यो कोचो त हेऱ्यौँ एकछिनपछि चाहिँ हामी वेनोमा चेरी ब्लसम्स हेरेर जाँदैछौँ यहाँ सकिँदैन भ्लग अझै बाँकी छ यहाँ ल म फेरि वेनोमा तपाईँहरूले साकुरा रहेछ भने साकुरा फेरि कन्टिन्यू गर्छु देखाउनको लागि है त ल एकछिन कुरिदिनु होला हेलो गाइज अनफर्चुनेटली तपाईँको वेनोमा त साकुरा रहेन रहेछ एउटै कुरा साकुरा नभएको कुरा एउटै कुरा 2-3 चोटि देखाउँदाखेरि तपाईँहरू हेर्नेलाई नै नराम्रो लाग्ने अब म देखाउनेलाई नराम्रो लाग्ने त्यही भएर हाम्रो योभन्दा अर्को नेक्स्ट भ्लग चाहिँ हाम्रो चेरी ब्लसम साकुरा एकदम राम्रो भएको बेलामा आउँछ आजको लागि यति नै सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद केही रिभ्यू तपाईँहरूलाई केही नराम्रो लागेको कुरा अझ यो कुरालाई यसरी होइन अझ यो कुरालाई अझ यस्तरी राम्रोसँग देखायो भने राम्रो हुन्छ है भनेर भन्ने केही कमेन्टहरू छ भने तपाईँहरूले सबैले मलाई सिकाउनु होला होइन के गर्दा राम्रो हुन्छ के गर्दाखेरि राम्रो खालको भिडियो खिच्न सक्छु मैले अझ के गर्दाखेरि अझ ब्लग इन्ट्रेस्टिङ बनाउन सक्छु भन्ने कुरा तपाईँहरू सबैजनाले लेखिदिनु होला तपाईँहरूको एउटा कमेन्टले एकदमै धेरै मोटिभेसन मिल्छ अर्को भिडियो बनाउनको लागि मेहनत गर्नको लागि त्यही भएर सबैजनाले साथ दिनु होला राम्रो लाग्यो भने लाइक गरिदिनु होला सधैँभरि यसरी माया गरिराख्नु होला नेक्स्ट भ्लगमा म फेरि तपाईँहरूसँग राम्रो खालको के अरे भिडियो ल्याएर आउनेछु लास्टसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई थ्याङ्क यू पिस आउट